दर्शन नमस्ते गाइस। नेपालको कुना काप्चामा छरिएर बस्नुभएका, देश विदेशको कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण इष्टमित्रहरू, तपाईँको आजको ब्रेकफास्ट केबाट सुरु भएको छ? आजको मेरो ब्रेकफास्ट आफ्नै बारीमा रोपेको पतिना, अनि आफ्नै बारीमा रोपेको लौका, अनि आफ्नै बारीमा रोपेको रायोको साग, अनि आफ्नै बारीमा रोपेको सरखन्टा, बाट सुरु भएको छ। अर्ग्यानिक खाना खानुस्, आफ्नो स्वास्थ्यको ख्याल राख्नुस्। शुभ बिहानीको नमस्कार।